सो फ्यापलजी नमस्कार सबैजनालाई शुभ प्रभात यो जुम्रे कपालबाट सो त्यही हो अब अहिले चाहिँ चार दिन भयो म हिलेबाट नजर गर्दैछु यो चाहिँ मेरो ठुलो रेकर्डै हो मतलब अहिलेसम्म यो कति डेढ वर्ष कति 1.5 वर्ष भयो होला गाडी लाइनमा लागेको यो गाडी किनेर कुदाउनु थालेको सो अहिलेसम्म यति धेरै ग्याप चाहिँ म बसेको थिएन फर द फर्स्ट टाइमै हो यतिसम्म 4 दिन भयो आज नजरेको सो आज पनि फेरि पनि हिजो झै पालो लागेर बसेको छ गाडी लेट्स सी आज चाहिँ जसरी हुन्छ जे गर्दा हुन्छ कसो गर्दा हुन्छ कताबाट ल्याएर हुन्छ कसरी ल्याएर हुन्छ के गरेर हुन्छ बन्दुकलाई भनेर हुन्छ कि यता नाललाई भनेर हुन्छ कसरी हुन्छ जसरी पनि मान्छे हालेर धरन झर्नै पर्छ अब धरन झरेन भने हुँदैन अब त्यहाँनिर के स्ट्यान्ड पनि सर्ने कुरो छ बन्दुकलाई नि गाह्रै छ होइन हिजो के कति भयो छैन होइन लगभग अब बिजोक नै छ अब मेरो चाहिँ म नधर्नुको कारण चाहिँ एउटा पनि अब 45 को तेल 2000 बचत भएर पनि हो हिले पुचारको सबैभन्दा ठुल्ठुलो बेगारीहरू यिनीहरू दर्जी भयो योभन्दा ठुलो बेगारी छैन यतापट्टि हाम्रो क्याप्टन लाउने भेना चाहिँ बेगारी होइन यिनीहरू दुईवटा अनि यहाँ त यो दर्जी चिउरी चिउरी गयो यसले पुऱ्याउँदैन हुँदैन होइन हुँदैन भेना ल्याउ नि त्यो दिदी जिन्दगीमा सबैको आफ्नो गन्तव्य छन् सबै आफ्नो तरिकाले हिँडेको छन् म चाहिँ अहिले धरन जान लागेको यहाँ मदन स्कुल छेउमा यो किताब लिएर धरन जान लागेको मान्छे छैन अझै धेरै छ किताब र मान्छे बराबर बनाएर जाँदैछु आज धरन 4 दिन पछाडिको यात्रा हेरौँ कस्तो हुँदो रहेछ चोर्स गाइस जिन्दगीको गोरेटोमा के गर्नुपर्छ पर्छ ल सर अलिक मजाले बाँधिदिनु होला लु मलाई फोन गरेर मार्नुहोस् एक राउन्ड घुमाउँ त मासतिर अब चाहिँ धरनतिर लाग्छौँ राहुलजी नमस्कार सबैजनालाई यात्रामा आजको दिन निकै नै असहज 8 दिन छ ल के छ सामान कस्तो झोला छ ढाडा दिन त एकछिन नआत्तिनु तपाईँको झोला भयो यो तपाईँ फिर्ता लिन्छ दिदी ल आसेङ ए यता छोडिदिनु म यतै खोलिदिन्छु एकछिन नआत्तिनु नि दिदी नआत्तिनु ल आउनुहोस् काका ल आउनुहोस् ल तपाईँको भाडा दिँदै रेडी गर्दै गर्नुहोस् कि म काकालाई लिएर जान्छु ल ल आउनुहोस् त ल आउनुहोस् क्या आउनु बाबु त्यो 1500 ल आउनुहोस् ल आउनुहोस् आउनु नि काका तपाईँ चाहिँ आउनु कुन गाडी हो यता पछाडिबाट जाऊँ न त नि ल आउनुहोस् क्या होइन पैसा लिएर छैन म पुऱ्याइदिन्छु हराउँदैन काका तपाईँलाई म सहज हिसाबले लगिदिन्छु ल गोठगाउँ आउनुहोस् चढ्नुहोस् यो सामान दिनु ल अब गएर ल नाना है ल राम्रोसँग जानुहोस् ल हुन्छ ल यति भयो काका सजिलो हिसाबले जानुभयो नि त ल हुन्छ ल हुन्छ जति दौड गरे पनि पसिना जति आयो पनि खाना छोड्नु हुँदैन भन्ने भएर खाना भाउजू खाना खाऊँ ल के गर्ने हो नमस्कार फ्यापलजी सबैजनालाई संसारमै हुनुहुन्छ होपफुली आशाफुली सो दिस इज धरान बजार कति ताल भन्नु होइन मान्छे छ 1000 आज चाहिँ 3-4 दिन पछाडि भरेर पालो लागेर अब लागिँदैछ अहिले तपाईँतिर 4-5 जना मान्छे भइसकेको अवस्था छ अब धेरैतिर मान्छे खोजेर हल्का कस्तो तरिकाले हुन्छ लाग्नुपर्ने भएको छ मान्छे दामी तरिकाले खोजेर हेरौँ के हुन्छ कस्तो हुन्छ अब यस्तै जिन्दगानीमा माछा पानीमा अनि हाम्रो म भन्न चाहदिनँ ल धनकुटा अहिले ल धनकुटा अहिले कहाँ जानु धनकुटा अहिले हो
धनकुटा हिले पाख्री बास जान्न तलतिर पनि अल्छी पो लाग्यो हुन्छ मान्छे बिस्तारै यस्तै हो के भन्नु खोजेको भन्नु खोजेको के हो के भन्नु खोजेको अरे साउमारा भनेको साउमारा मान्छेको ज्यानै मरिसक्यो अब साउमारा मात्र भएर के गर्नु अब अलिअलि आफू नि त खानु पर्यो नि त नि त्यतै गर्नु पो डर लाग्दैछ हौ है ठिक छ घटे अनाटेको न यता साउमारा हो कि 10 जना खाटबारीको मान्छेले आउँदा ए नबोल है यो भन्नु पर्यो खाटबारीको ल्याउँछ अरे कि अनि साउला चाहिँ 8 जना मात्रै भयो भन्छ 2000 को चाहिँ गोजीमा हालेर अनि भाउजू छ नानी छ साउजूको गाडी जतन गरेर चलाइदिएको छ त्यो कुराहरू त बुझ्नु पर्यो नि त सबैको अब साउजूले अब 5-6 हजार सेलाइ चाहिँ कति हुन्छ केटा थाहा छ यसको गुबेमा हेर्नुपर्छ कि यहाँ पैसा चोरेको आम्मामा राख्दैन नि अहिले त राख्दैन राख्छ नि दाइ आम्मामा पस भित्र देखा त बिटोहरू सबै स्यालै स्याल हो म पनि स्यालै हो सबैजना स्यालै हो ल जिन्दगीमा दुःख सुख भन्ने कुरो त्यस्तै हो अब चाहिँ लाग्यो हिलेतर्फतिर मान्छे गर्मी दुःखै खोज्यो काठमाडौँ मात्र होइन नि नाना सबै नै सर्छ होला यो बसहरू छ नि ठुल्ठुलो बसहरू मुनि सानो ट्याक्सीहरू यहाँ हुने पनि सम्भावना छ फेरि त्यो भएर सबै मान्छे ट्याक्सी मात्र चढ्छ नि त त्यो भएपछि अब सबै गाडी नै लाने कुरो छ तल फेरि अट्दैन सबै गाडी कुरा चाहिँ त्यति मात्र भएको तर काठमाडौँ र पोखरा मात्र जाने मात्र तल नि हुनसक्छ लाग्यो हिलेतर्फतिर है अब गाह्रो छ हामीलाई जिन्दगीमा जे जस्तो भए पनि गाडी कुदाएपछि तेल हाल्नु छोड्नु हुँदैन के कसो मालिक हो मालिक गर्मी सो हट जिन्दगी चट होइन हाम्रो बुर्जती कहाँ गयो ल ठिकै छ सो अरुण जिन्दगी यस्तै रहेछ होइन त तेलको भाउ घट्छ कि घट्दैन What do you think about it? It's increase or decrease? Tail increase or decrease? घट्छ कि बढ्छ? भन्न सकिँदैन ल जेसुकै गर त्यसो भए गाह्रो छ त सबैलाई छैन पैसा भोलितिर आएर दिउँ ल त्यो हाम्रो बुर्चोदी सोल्टी कता गयो साथी घर गएर फर्केन त्यो मान्छे घर गएर फर्केन त्यो यहाँ बस्ने मान्छे घर गएर फर्केन के छ राजा ठिक छौँ हामी ठिक छौँ भन न एकताल त भेरी गुड के हेर्नु अब कसको फ्यान भनेर नसोधौँ होला है सोध्नुपर्छ त बस ए भएन छैन हजुर सरी ए हुन्छ ल दिदी प्लिज ए ल ठिक छ अनि यता उयो पनि छ त नि पोर्टुगल पनि एउटा मनपर्छ एउटा मात्रै एउटा मात्र मन परेर चाहिँ ल ठिक छ त्यो पनि राम्रै कुरो ल कहाँ जाँदै हुनुहुन्छ शुभ यात्रा है हस् यु वेलकम कति घन्टा टिक्छ यो 1.5 घन्टा टिप्छ सो लास्ट अफ पेपल चाहिँ नमस्कार ल हेर्नुहोस् यो पूर्वको एकदमै पर्यटकीय क्षेत्र हाम्रै जिल्लामा रहेको भेरेटार होइन त सर लु सर यो चाहिँ यो कतातिर यो बिटमै राखिदिनु भन्थ्यो के होटेलकै के को अरे लु सर तपाईँ यसो घट्टा छाप हान्दिनँ ओ विक्रम त ठिक छौँ हामी यता हाम्रो सर ओहो तपाईँ त के हो अनि म त कता देखेँ जस्तो लाग्यो हो के छ लुगा नि ठिक छौँ हामी ए भाइरल बन्दैन कहाँ मै त भाइरल बनाएको छैन कहाँ अरूले बनाउनु सरजी धरान भन्दा यहाँ कतै स्वर्ग है चिसो आनन्द तपाईको यो के हो तपाईको युट्युब च्यानल के हो युट्युब च्यानल जस्ट डु इट डिएमडी भन्यो खोइ के डिएमडी घ्यादा रे जस्ट डु इट ल सब्स्क्राइब गर्नु जस्ट डु इट डिएमडी त्यो धरानबाट हाँस लिएर हिँडेको हिलेतर्फतिर हाँस त ना यहाँ तलै ल्याइदिउँ भाइ तलै दिउँ अब 1 घन्टा पुग्यो त्यो खुट्टामा राख्नु नि यो बोराभित्र हालेर मन त मर्दैन होला यसरी पनि खुट्टामा के छ तिम्रो हेरौँ त ठाउँ छ नि म यहाँ ठाउँ देखाइदिइहाल्छु नि यो के हो यसलाई यता साइडमा राम होइन त्यो खुट्टा निकाल त एकताल तिम्रो चाहिँ हो त्यसरी ल यता ल्याउ खुट्टा अब बिचमा राख फेरि सुँग्ने म त्यस्तै होला है कस्तो होला फेरि यसो गरेर कन्डिसन हेर्दै गर ल
त्यसो भन्दा है तर सुन्नु चाहिँ नहुने थियो मैले सुनेँ अलिकति गलत चाहिँ त्यो ठिकै छ अब भरे छैला सैला होला ठिकै होला एकछिन भाइ लागेन माथिबाट दिन्छ सस्तो माथि हुन्छ सस्तो माथि सस्तो हुन्छ अलि माथि पाँच त ठुलो पानी परेर सिकेर सबैको सिजन भएअनुसारै आँपको सिजन पनि आइसकेको छ सो तपाईँहरूले खानुभएको छ कि छैन यो वर्षको आँप सो हामी चाहिँ अब स्टार्ट गर्दैछौँ है त हस् त कस्तो हुँदैछ के हुँदैछ अब अपडेट यो गाइज आँप कसरी किलो छ यो आँप यो मालदा 100 रुपियाँ केजी छ अनि यो तर यो 150 को 2 यो के केजी छ छ यो? यो 90 रुपियाँ केजीसम्म आउँछ यो बम्बई आँप हो यो बम्बई यो मालदा 150 को 2 केजी ए यो चाहिँ यो चाहिँ मालदा हो ए यो सानो सुपारी आँप भन्छ यसलाई तर मिठो छ मिठो छ है ल धन्यवाद कति केजी आँप खाऊ है आँप खाऊ जिन्दगी जतासुकै जेसुकै गरे पनि जति घुमेर आए पनि ए लास्टमा आइपुग्ने भनेको धनकुटा बजारै हो ल आउनुहोस् नानाहरू हजुर एक्लो छु अब गाह्रो हुन्छ के गर्नु बरु ल आउनुहोस् के गर्नुपर्छ मैले दिदीलाई पनि गाह्रो भयो है अलिक ल दिदी नरिसाउनुहोस् ल तपाईँको झोला नि हेर्नु त कस्तो सुरक्षितसँग राख्दैछु मैले यहाँ ल आउनुहोस् कोना यहाँ आउनुहोस् तपाईँले टुमा चाहिँ गर्नुभयो लु त के गर्नु पर्यो नम्बर लगाउँथेँ मेरो नम्बर ए यतिको चाहिँ हुनुपर्छ क्या न तपाईँले मलाई मेरो नम्बर माग्छ न मैले माग्छु नि कति चाहिँ त्यो हुँदैन यस्तो तरिकाले ल भोलि कता जानुहोस् तपाईँ म भोलि कतै नि भ्याउँदैन भोलि एसएल सामान लानुपर्ने थियो हेलो भोलि एसएल यसैलाई टाइम हो यतिको चाहिँ हुनुपर्छ है बुझ्नु भयो नि ल लाग्यो ल आयो होला सेभ गर्नु है अडिँदैन होला खासै अडिन्छ जस्तो लाग्दैन हे भगवान् अड्क्यो चाहिँ ए अलिक ढुङ्गा अलिक ठुलो भेटायो के हो यहाँ रहेछ ल यतिकोले चाहिँ अड्किन्छ छोडिदिनु छोड्यो झोलाहरू त टन्नै पो होला त है तपाईँहरूको त तिनवटा पो छ है मेरो घरै हिँडेन ल भाइ झोला समाज केटा खोइ केटा एक्टिभ वाला केटा कता गयो ल भाइ यो ल छिटो यता ल किरण खोइ ए त्यो होइन होला हेर्नु है दुईवटा सेम झोला छ है हेर्नु त यो त्यसो त्यसलाई भित्र लगाइदिनु त्यो भित्र लगाइदिनु यो ल केटा एस ल झोला हेर्नु सही त्यही हो ओ साथी सब्सक्राइब हान्नु पर्यो त्यहाँबाट फोटो खिचेर लैजा भरे घरमा गएर हानी होला जस्ट डु इट डेम राजा यति खाऊ लेटी यहाँ फोटो खिचेर चाहिँ कसम यहीँ बस्ने चाहिँ कि यतापट्टि बसौँ अब पुगिहाल्यो है ए हुन्छ नाना खिचेर केटाले 8-10 जनासँग सेयर गरेर हुन्छ कि हुँदैन केटा हुन्छ नि होइन ल ठिक छ यतिकै चाहिँ हुनु पऱ्यो भरे सब्सक्राइब घाँडा घोडा मिलाउँ है अर्को त डिस्काउन्ट